विश्वास गर्नुहोस्, मैले आजसम्म कसैको आशा गरेको छैन। आफ्ना उपलब्धि, आफ्ना प्राप्ति र आफ्ना लक्ष्यहरूका लागि कसैको भर परेको छैन। जिन्दगीमा त्यति ठुला सपनाहरू पनि छैन कि पुरा गरिदिनको लागि कसैको आशा गर्नु परोस्, कसैको भरोसामा पर्नु परोस्। जीवनमा जे छ, आफूले जे प्राप्त गरेको छु त्यसैमा खुसी हुने प्रयत्न गरिरहेको छु र खुसी पनि छु। जीवनमा आफ्ना लक्ष्यहरू, आफ्ना उद्देश्यहरू प्राप्ति गर्नको लागि किन अरूको भर पर्नु? तपाईँले सुन्नु भएकै होला, जब आशा गरिन्छ नि, आशाले निराशा बनाउँछ। निराशाले तपाईँको जिन्दगीको लक्ष्य नै बदलिदिन सक्छ र निराशाले तपाईँलाई दुखी बनाउँछ। जब तपाईँ दुखी हुनुहुन्छ, तपाईँको सुखी संसार कहाँबाट प्राप्त हुन्छ र? त्यसैले जीवनमा आफ्ना लागि र आफ्ना उपलब्धिहरूको लागि आफैले कडा मेहनत गर्दै, आफैले कडा परिश्रम गर्दै, आफैले उपलब्धि प्राप्त गर्ने मार्गतर्फ अगाडि बढ्नु नै सबैको लागि उपयुक्त हुन्छ।